नमस्कार, म दामोदर देवकोटा, मिराकल मौरी पालनको प्रबन्ध निर्देशक। आज हामी चाहिँ यस माडी नगरपालिका अवस्थित हामी यहाँ तोरी खेतमा चाहिँ मौरी ल्याएका थियौँ। अगाडि नै हामीले अगाडि पहिलो लट पनि काट्यौँ र विगत अलिकति घामले साथ नदिएको कारणले गर्दाखेरि अहिले एकदमै घाम लाग्यो। अनि हामी यहाँ हाम्रो टिमवर्क चाहिँ जहिले पनि हामी लगभग 4-5 जना चाहिँ हाम्रो टिमवर्क हुन्छौँ र अहिले मह काट्नको लागि चाहिँ हामी प्रिपेरिङ गर्दैछौँ, तयारी गर्दैछौँ र सुपरबाट पनि हामी निकै सुपरहरू राखेका छौँ र मौरी पालन व्यवसाय माडी नगरपालिकामा राम्रो एउटा स्थान छ। किनभने यहाँको हरियाली, यहाँको जुन वनजङ्गल र यहाँको खेतीले चाहिँ मौरीलाई चाहिँ राम्रो एउटा स्थान बनाएको छ र सुरुवाती चरणमा मौरीमा आएर मौरीको कन्सेप्ट लिएर चाहिँ इस्टाब्लिस भएको चाहिँ 12 वर्ष भयो र मौरी पालन गरेको पनि 12 वर्ष भयो र मौरीमा धेरै किसानहरू अहिले जन्मिनु भएको छ। मिराकल गार्डनकै श्रेय हो यसमा चाहिँ। मिराकल गार्डनले गरेको मेहनत छ र यो चाहिँ मह सिल गरेको महलाई पाकेको मह हुन्छ र सिल गरेको पछि नै हामी मह काट्छौँ, हार्भेस्टिङ गर्छौँ। कहिले हुन्छ सरजी? यस्तो जस्तो अब यस्तो सिल गरेको हुन्छ पुरै होइन, सिल गरेको हुन्छ, तलपट्टि बच्चा कच्चे हुन्छ, माथि चाहिँ मह कच्चे हुन्छ र यसलाई चाहिँ हामीले अब चक्कुले राख्नु र मौरीको विषयमा चाहिँ के छ भन्दाखेरि मौरीमा रानो हुन्छ र भाले मौरी हुन्छ अनि कर्मी मौरी हुन्छ। रानोले चाहिँ तपाईँको रोयल जेली मात्रै खान्छन् अनि भाले मौरीलाई चाहिँ तिनीहरू मेटिङ गर्ने बेलामा आकाशमा रानीसँग सहवास गर्दाखेरि र काम हुन्छ र उसलाई चाहिँ खुवाइदिनु पर्ने हुन्छ र कर्मी मौरीले चाहिँ रानीको अन्डरमा चाहिँ काम गरेको हुन्छ भने अब दिनमा चाहिँ तपाईँको 1500देखि 2000सम्म अन्डा पार्न सक्ने क्षमता हुन्छ र 3 वर्षदेखि 2.5 वर्ष 3 वर्षसम्म बाँच्न सक्ने रानीको क्षमता हुन्छ र कर्मीको 45 दिन आयु हुन्छ भने अब हामी हरेक वर्ष चाहिँ रानो चेन्ज गर्छौँ। किन चेन्ज गर्छौँ? हामी ग्राफ्टिङ पनि गर्छौँ। रानो चेन्ज गर्दाखेरि चाहिँ के हुन्छ भने यो मौरीमा चाहिँ सुधार हुन्छ, मौरी वृद्धिमा चाहिँ सुधार हुन्छ। जति बुढी हुँदै गए त्यसले चाहिँ काम गर्न सक्ने र अन्डा पार्न सक्ने क्षमता चाहिँ कम हुँदै जान्छ र त्यसै गरी हामी चाहिँ यसरी झुललाई चाहिँ व्यवस्थित तरिकाले गरेका हुन्छ। यो माछा मार्दाखेरि प्रयोग गरिने झुल हो। यो चाहिँ अब यसरी चाहिँ तपाईँको टालेको भनेको यो पाकेको मह भन्छ यसलाई, चाहिँ सिल गरेको। प्रायः किसानहरूले सिल गरेकै मह काट्नुहुन्छ र सिल गरेको महमा गुणस्तर हुन्छ र राम्रोसँग टिकाउ पनि हुन्छ र मौरीले यसलाई चाहिँ टालेर सिल गरेपछि अब मह काट्न रेडी छ भन्ने बुझिन्छ। प्रायः जसो किसानहरू, नयाँ किसानहरू, इच्छुक भएका मौरी पाल्ने किसानहरूलाई म के भन्न चाहन्छु भने पहिला सुरु मौरी सम्बन्धीका बेसिक तालिम लिनुपर्ने हुन्छ र बेसिक तालिम लिइसकेपछि यहाँहरूले चाहिँ केही गोलाहरू खरिद गरेर मौरी व्यवसायलाई सुरु गर्नुहोस् र बाँकी समय हजुरको गाउँमा ठाउँमा कोही नजिक मौरी पाल्ने साथीहरू हुनुहुन्छ भने उहाँहरूसँग नजिक हुनुहोस्। मैले पनि 10 गालबाट सुरु गरेको। आज मैले हेर्नु अब माडी नगरपालिका लगायत बाहिर जिल्लामा पनि मैले मौरी लग्न सक्ने मेमा खुबी र मौरी पालनबाट म सन्तुष्टि भएको छु। म आफै पनि एउटा शाकाहारी जीवन जिएको व्यक्ति र मौरीप्रति लभिङ भएर चाहिँ यसरी मौरीमै प्रेरणा आयो र मौरी नै म पाल्नुपर्छ, मौरी नै मेरो जीवनको अन्तिम साससम्म म मौरीसँगै रमाउने भन्ने मेरो एउटा उत्कट इच्छाले गर्दाखेरि चाहिँ यो व्यवसाय चाहिँ मेरो सफल बन्दै गएको छ। हामीले यो चाहिँ महदानीमा चाहिँ 8 फ्रेम राखेका छौँ र 8 फ्रेमलाई चाहिँ अब यसरी हावाको उसले चाहिँ भित्र भएका महहरू चाहिँ हावाको झर्ने गर्छ।
अब यो भइसकेपछि अब यो सबै सकियो हल्का भयो कि भित्रबाट पालबाट चाहिँ हावा गले यहाँ हजुरले हेर्न सक्नुहुन्छ यसरी अब यसरी चाहिँ झर्दै जान्छ र यो अहिले यतिको झोलमा छ अब किनेर लग्नुहुन्छ जाडोको समयमा घिउ जस्तै सेतो हुन्छ हैन यो कुराहरू चाहिँ किसानहरूले बुझ्नुपर्छ र मह चाहिँ फ्रिजमा राख्न भएन र महलाई पकाउनु पनि भएन महलाई धेरै त्यो पानीमा पकाएर खान्छ नि त्यो गर्नु भएन मनतातो पानीमा थोरै मनतातोमा 1 चम्मच मह हालेर चाहिँ खाँदा राम्रो हुन्छ अब हेर्नुहोस् है लिँदाखेरि तपाईँको तरलता जस्तो भएर लियौँ जम्दै आयो घर राख्दाखेरि यस्तो घिउ जस्तै भयो अब मान्छेलाई कसरी बुझाउने त हैन अब यो मह जम्छ हैन यही भिडियो माध्यमबाट यही सामाजिक सञ्जालबाट बुझाउने हामीले जमेको मह चाहिँ खानुपर्छ यसरी यस्तो जमिदिन्छ अब यसलाई हामीले के गर्छौँ घाममा राखिदिने हैन मनतातो पानीमा राखेर पगालेर खाने गर्नुपर्छ अब लाँदाखेरि यस्तो तरलतामा आइदिन्छ अनि बस्दा लामो समय बसेपछि यस्तो भइदिन्छ जमेको मह खाऊ स्वस्थ बनाऊ